साथीहरू, कमजोर हुनु कमजोरी होइन। संसार यिङ र याङको सिद्धान्तमा चलेको हुन्छ। यस्तो एउटा कविता सुनाउँछु, सुन्नु होला है त। कविताको शीर्षक छ रात। म रात हुँ, श्राप होइन। म गर्व हुँ तिम्रो बिहानीको, अभिशाप होइन। मलाई बिम्बित गर्छौ त्रासमा, म रचना तिम्रो वर्तमानको हुँ, म मात्र काल होइन। म तिमीले खोजी गर्ने जवाफ हुँ, तिमीले पाएका जवाफहरूको सवाल पनि हुँ। म तिम्रो जीवनको दरिद्रता होइन, म तिम्रो पुण्य हुँ, धर्म हुँ, उदारता पनि हुँ। म त्यो सपना हुँ जो आज तिमी विपनामा बाँचिरहेछौ। म त्यो आनन्द हुँ जो अहिले तिमी आफैसँग बाँडिरहेछौ। म रात केवल रातमा मात्र छैन, तिम्रो चेतनामा, तनमा, मनमा, तिम्रो समाजमा पनि छु। मलाई सधैँ जित्न नखोज, म तिम्रै छाया हुँ। मलाई हरदम मेटाउन नखोज, म तिम्रै माया हुँ। मेरो प्रणयता, मेरो प्रिया, बिन्ती मलाई स्वीकार, अङ्गाल र सजाऊ। एउटा सुनौलो बिहानीले भविष्यको गर्भाधारण गरे चाहिँ। धन्यवाद।